मसँग यिनीहरू पनि छ है मलाई कस्तो मन परेको यो सब नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल र मेरो भिडियो चाहिँ धेरै दिन पछाडि सदाको जस्तो धेरै दिन पछाडि आएको छ र आज चाहिँ मैले किन भिडियो बनाएको भने नि अब हेर्नु न यो प्लान्टहरू छ यो मेरो प्लान्टहरूलाई चाहिँ एक साइडमा लगाएर अब सिजन फुल्ने फुलको सिजन आयो नि त त्यही भएर त सिजन फुललाई चाहिँ एक साइडमा राखेर सबै यहाँ ओथल पथल गरेर मिलाउँदैछु म चाहिँ त्यही भएर मलाई जाने कस्तो सोचायो नि ब्लग बनाउँछु किन मैले कति भएको थियो ब्लग नबनाएको त्यही भएर चाहिँ ब्लग बनाउँछु भनेर चाहिँ यहाँनिर आदि गर्दा गर्दै याद आएर दिमागमा अनि हत्र पत्र मैले चाहिँ यहाँनिर सुरु गरिरहेको छु ब्लग बनाउन यहाँ हेर्न सक्नुहुन्छ यस्तो ओथल पथल भएको छ होइन फुलहरू यताउति यस्तो यस्तो भएको छ यहाँको चाहिँ मैले आधी सिनहरू थियो यता सिनहरू निकालिदिइरहेको छु कि अब यो धेरै ठुलो पनि भयो नि त अब त्यसलाई कटिङ गरेर फेरि अनि अब सानो बनाइदिनु पर्यो अनि त्यही भएर यो चाहिँ अब साइडमा राखिदिनु पर्यो अनि यहाँ चाहिँ म फुल्ने फुल यो बगानबेलीहरू राख्न आँटेको छु कि यत्रो बगानबेली छ तर हेर्नु अब घाम नभएको कारणले चाहिँ फुल्नै उयो मुस्किल भइरहेको छ किनकि यो बगानबेली फुल्ने फुलहरूलाई चाहिँ धेरै घाम चाहिन्छ अनि हेर्नु न गदावरीहरू यति छ तर घाम नभएर यता घाम भएको साइडमा चाहिँ मैले आज राखिरहेको छु यता पनि छ बगानबेली अनि यहाँ पनि हल्का फुल्का यस्तो मिलाएको थिएँ अनि त्यही भएर यता पनि सफा गर्नुलाई यस्तो छ हेर्नु न यस्तो भइरहेको छ होइन अनि मलाई चाहिँ भदैनीले सघाउँदैछ यो अब के भन्छ नि यो सिमेन्टीको गमला कति भारी हुन्छ उचाल्न उसले चाहिँ मलाई उचाल्न पनि सघाउँदैछ अनि हेर्नु न तपाईँले यो लालुपातेहरू फुल्नलाई त घाम चाहियो नि त घाम भएपछि कस्तो मजाले फुल्छ हेर्नु न घाम नभएर कस्तो भइरहेछ होइन पोहोरपालि त मेरो लालुपाते कति धेरै थियो यति धेरै त सबैले आउँदाखेरि कति राम्रो भन्नुहुन्थ्यो अनि फुपूलाई चाहिँ एकचोटि फुपूलाई पनि मन परेर फुपूले एउटा डल्लै मैले यस्तो पटसँगै दिएको थिएँ उहाँले त कत्रो बनाउनु भएछ योपालि चाहिँ हाँगाहरू सारेको थिएँ तर बाँचेन योपालि कुनै पनि न बगानबेलीको न यसको न केहीको धन गदावरीहरू चाहिँ बाँच्यो यो गदावरीको बिउहरू चाहिँ हामीले कहिले किन्दैन कि हामी चाहिँ आफै नै त्यो यसलाई कटिङ गरेर बिउ बनाएर मतलब कटिङ गरेर रोप्छौँ अनि त्यसपछि यो सबै मैले कटिङ गरेकै हो यत्रो भइरहेछ तर यहाँ फुल्नको लागि चाहिँ रेडी हुँदैछ तर घाम नभएर नि यस्तो भइरहेछ घाम भयो भने छिटो फुल्छ नि हेर्नु सक्नुहुन्छ यो सबै हामीले यसलाई कटिङ यो अस्ति नै के भन्छ नि यो असार साउन मतलब असार अन्तिमतिर हामीले सबै यो मुन्टोहरू काटेर कटिङ गरेर सबै यो बनाएको हो नि त यो हो नि त्यो पनि मैले यसलाई त कतिचोटि भाँचेर पनि हेर्नु कत्रो यत्रो भइरहेछ अझै पनि मैले कतिचोटि भाँचेर पनि यत्रो भइरहेछ यिनीहरू अनि यसलाई चाहिँ के भन्छ यसको नाम मैले बिर्सेँ यो के भन्छ यसलाई यसलाई त कस्तो नामै बिर्सेँ मैले यसलाई के पो यसलाई चाहिँ क्यालेन्चो भन्छ मैले कस्तो नाम बिर्सेर एकछिन सम्झेर भनेको क्या यो पनि मैले यहाँ सारेको यसलाई पनि सार्नु बाँकी छ हेर्नु न यहाँनिर पट नखाली भएर गमला खाली नभएर कस्तो बिजोग भइरहेछ कति गमला किने पनि नपुग्ने होइन अब अझै सिजन फुल त रोप्नै बाँकी छ होइन यो चाहिँ पुरानो गमला पहिला किनेको थिएँ र मैले त्यसमा सबै योपालि गदावरीहरू लालुपातेहरू लगाइदिएँ अब चाहिँ हेर्नु पिटुना रोप्नु छ सयपत्री फुलहरू अझै कति थरीको फुलहरू चाहिँ रोप्नु छ गमला छैन त्यही भएर मैले योपालि पिटुना लिएको छु न त यतिखेर त रोपिसकेको हुन्थेँ होइन मैले चाहिँ लिएको छुइनँ तर फेरि यहाँ भाउजूले चाहिँ अस्ति 1 दर्जन जति लिएर चाहिँ यहाँ सारिसक्नु भएको छ त्यो पनि अस्ति पानी परेको कारणले कति चाहिँ मऱ्यो होइन त्यो पनि 6-7वटा चाहिँ बाँचिरहेको छ अनि भाउजूले चाहिँ यहाँ सारेर यसरी राख्नु भएको छ तर कुखुराले खनेर केले खनेर यहाँनिर के को बिउहरू पनि रोप्नु भएको छ यो 12 मासेको पनि रोप्नु भएको छ अनि त्यहाँनिर स्ट्रबेरीको पनि छ होइन तर अब बाँच्छ कि बाँच्दैन सयपत्री पनि रहेछ 1-2वटा यस्तो ठुलो भएछ लडेछ क्या यो त अब भित्तामा चाहिँ अडेस भइरहेको थियो अब यहाँ चाहिँ यस्तो लडेछ हेर्नु न टुइङ यस्तो भइरहेछ अनि हेर्नु यहाँ 12 मास सब कटिङ गरेर अनि राख्छु अनि अलिक छोटो बनाउँछु यत्रो छ यत्रो के गर्नु मलाई त ठुल्ठुलो मन पर्दैन भन्छ नि हाइब्रिड यो के भन्छ घर फुल यस्तो दामी फुल्छ कि तर अहिले यहाँ मेरो यहाँनिर घाम आउँदैन कि अनि त्यही भएर यस्तो माटो चिसो हुन्छ अनि त्यति हो त्यो पनि फुल मैले अस्ति ठुल्ठुलो थियो कटिङ गरेर यहाँ यस्तो मुनाहरू आइरहेको छ कटिङ गरेर यो पनि कटिङ गरेको थिएँ यो चाहिँ मुना आएर यत्रोहरू फुल्न थालिसक्यो अनि यसको पनि यहाँ आउँदैछ मैले कटिङ गरेको थिएँ यो चाहिँ मैले सारेको अहिले भर्खर छिकियो यहाँ चाहिँ मेरो फुपूले अब काम गर्नुहुँदैछ फुल सान हुँदैछ मैले सुकाइदिन्छु भनेको आफै गर्ने भन्नुभयो अनि मैले पनि छोड्दै मैले चाहिँ यो ठुल्ठुलो भयो क्या त्यही भएर मैले चाहिँ यसलाई काटेर फ्याँक्दिनँ आँटेँ अब यहाँबाट फेरि आउँछ नि त अरू नयाँ उयोहरू
मुनाहरू। त्यसपछि यसलाई यसो काटेर एक साइडमा राखिदिन्छु अनि पछि अलिक धेरै भयो मतलब मजाले आएपछि चाहिँ म यता साइडमा फेरि उयो गरिदिन्छु। यो हेर्नु न यस्तो फुल्दैछ, मलाई यो फ्याँक्नु पनि कस्तो माया लाग्दैछ। हेर्नु न यसलाई क्या सारिदिनु पऱ्यो अर्को ठाउँमा क्या। यो पनि फुल्दा त राम्रो देखिन्छ नि है। यत्तिकै होस् कि यसलाई म उखाल्दिनँ, यो पछि राम्रो भएपछि चाहिँ अर्को ठाउँमा सारिदिन्छु। अनि यसलाई पनि हेर्नु न, यो पनि काट्नु त माया लाग्दैछ। हेर्नु न पत्ता कति राम्रो भएको छ, तर यस्तो भएको छ क्या तलको चाहिँ यस्तै घामले गर्दा धेरै घाम लागेको कारणले डढेर सबै पत्ता ओइलाएर मैले फ्याँकिदिएँ। अब यता मात्रै नाङ्गो यता मात्रै हुँदा कस्तो राम्रो देखिन्छ नि त। त्यही भएर चाहिँ यसलाई म यहाँ कटिङ गरिदिन्छु अनि यता साइडबाट मुना आउँछ, त्यसपछि सानो मजाले होस् राम्रो पक्क हुन्छ नि त है। यो पनि मैले काटेरै पहिला यस्तो भएको, पहिला यस्तै हुन्थ्यो अनि फेरि ठुलो भयो, म काटिदिन्छु फेरि सानो हुन्छ फेरि मजाले आउँछ। मलाई चाहिँ फेरि यो धेरै यस्तो झ्याङझ्याङ भएको मन नै पर्दैन क्या। अब भित्र घरमा राख्नु हो भने चाहिँ राम्रै हुन्छ, हाम्रो चाहिँ भित्र हुँदैन क्या। त्यही भएर चाहिँ अब यसलाई मैले यसरी काट्दैछु। त्यो चाहिँ मरिसक्यो के अरूहरूले चाहिँ प्लान्टहरू काटेपछि यहाँनिर त्यो नर्सरीमा यसको अब के दबाईहरू लाउँदो रहेछ नि त। त्यो लाउँदाखेरि चाहिँ यस्तो डन्ठाहरू नकुहिने, छिटो उम्रिने, राम्रो हुने रहेछ। तर म चाहिँ कहिले लाउँदिनँ, त्यही पनि मेरो चाहिँ मजाले उम्रिन्छ है। अब यसलाई यस्तो भयो होइन, यहाँ माटो पनि यस्तो भइसकेको छ होइन। यसलाई अब हल्का हल्का कोटाएर यहाँ मजाले उयो गरेर अनि साइडमा राखिदिन्छु। पछि साइडमा राखेपछि मजाले भएपछि फेरि यसलाई म यता अगाडि लिएर राख्छु पछि बनाएर। यत्रो भएको छ होइन, यो फ्याँक्नु पनि माया लाग्दो। पत्ता हेर्नु न कस्तो राम्रो भइरहेको छ होइन। अब लोभ लगाएर के गर्नु होइन, यत्रो यत्रो भएको छ त्यो काटेर मैले सानो बनाइदिएको। अब यसलाई पनि यति काटेर म यता अरू ठाउँमा सारिदिइराख्छु कि अनि पछि अलिक धेरै हुन्छ नि त। धेरै भयो भने पनि एउटै थरीको धेरै हुँदा पनि मिलाएर राख्दा त कस्तो राम्रो देखिन्छ नि। त्यही भएर यसलाई पनि म कटिङ गरेर यहाँ राखिदिन्छु। अब यसलाई चाहिँ त्यो साइडमा राखिदिन्छु, पछि मुना आएपछि चाहिँ अब राम्रो भएपछि चाहिँ यता साइडमा अगाडि लिएर राख्छु। मैले चाहिँ यहाँ फाइनली यति मिलाइसकेँ। माथि माथि बगानबेलीहरू राख्दै अनि यहाँ दुईवटा लालुपाते छ, अरू लालुपातेहरू चाहिँ उता राखेर उता छ अनि आधी गता गरी यता राखिदिएको छु। अनि उहाँ के भन्छ प्लान्टहरू सिनफुलहरू चाहिँ उता छ। अब यहाँ चाहिँ भरे एकछिन घाम आउँछ क्या, त्यही भएर यता राखिदिएको। यहाँ चाहिँ मैले अब यति सफा गर्नु बाँकी छ। यस्तो मैलाहरू भइरहेछ, यहाँ गमलाहरूको केप्चामा चाहिँ यस्तो मैलाहरू पसेको थियो, त्यही भएर मैला सफा गर्नु बाँकी छ। त्यसपछि आजको मेरो यो सकिन्छ। अनि साथीहरू हेर्नु न, यहाँ मेरो पिसी लिली कस्तो दामी भएको छ है। यो अस्ति झन् कस्तो राम्रो भएको थियो कि मैले भित्र राखेको कारणले किन आफै सबै ओइलाएर कस्तो भएछ। अनि मैले यसलाई चाहिँ बाहिर राखिदिएको थिएँ। फेरि नयाँ पत्ताहरू मुनाहरू आएर हेर्नु कस्तो झपक्क भएछ। अब यो जाडो महिनामा त यो फुल छ नि त, यहाँ माथि वाइट डन्ठा निस्केर वाइट कलरको फुल फुल्छ त। रोप्नेहरूलाई चाहिँ थाहा होला, त्यो वाइट फुल्छ कति राम्रो देखिन्छ। अनि अब चाहिँ फुल्छ होला सायद, त्यस्तो झप्प भइरहेको छ। अनि हेर्नु न यहाँ मेरो बेम्बो यो बेम्बो यसलाई चाहिँ के भन्छ बेम्बो प्लान्ट भन्छ। यो मसँग यो कलरको पनि छ, यो कलरको पनि छ, अनि एउटा हरियो कलर मात्र हुन्छ नि त्यो पनि खालको छ होइन। हेर्नु कति राम्रो देखिन्छ। तर यहाँ मेरो हेर्नु गमलाहरू चाहिँ पुरानो भइसक्यो, धेरै अगाडिको गमलाहरू हो नि त। त्यही भएर अब यसलाई सबै चेन्ज गर्ने बेला भएको छ। यहाँ भाँची पनि राखेको छ, भाँचीको भन्दा पनि यो पुरानो भएर यसरी समात्दाखेरि यसरी भाँचिसकेको छ क्या। अब यसलाई नयाँ गमलाहरू लिएर हाल्ने बेला भएको साथीहरू। अनि यो पनि कस्तो दामी कलर भएको छ। यसलाई मजाले यहाँनिर धोएर सफा गर्ने बेला भएको छ। अब बाहिर राखेर होला, धुलो बाटो नजिकै छ नि त, त्यही भएर धुलोहरू धेरै आउँछ। सबै गमलाहरू चेन्ज भयो। धेरै मात्रामा चाहिँ थाहा छैन र अलिअलि चाहिँ मलाई नामहरू थाहा छ। यो पनि छ हेर्नु न, यसलाई पनि अब मैले कति कटिङ गरिदिएको थिएँ। हेर्नु न यो पहिला कटिङ गरेको यो यस्तो भएको छ। अनि यताबाट अरू मुनाहरू यस्तै आएर यो भर्खर कलिलो मुनै आएर यत्रो भएको छ। अब फेरि यसलाई कटिङ गरिदिनु, किनकि मलाई फेरि ठुलो मन पर्दैन नि त। त्यही भएर यसलाई चाहिँ काटेर फेरि सानो बनाइदिएर चटक्क यो पनि गमला फुटिरहेको चाहिँ साथीहरू यस्तो छ। अब यो गमला सबै चेन्ज गर्ने बेला भएको छ कि। अनि अब जरा पनि धेरै हानिसकेको छ। अब एकचोटि यसलाई निकालेर अनि त्यसको जराहरू धेरै फ्याँकेको हुन्छ नि त, जराहरूलाई हल्का कटिङ गरेर फेरि माटोहरू मतलब नयाँ माटोहरू चेन्ज गरेर फेरि रोप्दाखेरि चाहिँ अझै राम्रो हुन्छ। यो प्लान्ट पनि छ, यसलाई पनि के नाम भन्छ थाहा छैन। यो छ अनि यहाँ अर्को यो पनि छ। अनि त्यस पछाडि यो छ, यो झन् कस्तो राम्रो हुन्छ। मैले मतलब नर्सरीमा मलाई मन परेर लिएर आएको क्या। यति ठुलो कि यस्तो नि हरियो, मतलब हरियो पनि कस्तो गाढा कलर र कस्तो दामी यत्रो भइरहेको थियो नि। मैले लिएर आएको थिएँ, मसँग यिनीहरू पनि छ है। यो मलाई कस्तो मन परेको यो सबभन्दा धेरै यिनीहरू क्या। यो छ अनि यो रेड कलरमा छ यो। अनि अब यसलाई पनि अब यो बुढो भागलाई चाहिँ निकालिदिनु पर्ने भएर चाहिँ यो सबै मुना हानेको यो पनि छ साथीहरू।
अनि यो पनि छ साथीहरू, यो चाहिँ के हो नाम त कति छ नाम थाहा छैन धनियाँ जस्तै फुल। अनि हेर्नु साथी हाम्रो वहाँनिर घाम आउँदैन नि त, अनि त्यही भएर यहाँनिर बिहानको घाम पनि भेट्छ अनि भरेसम्म पनि भेट्छ भनेर यहाँ गोदावरीको बिउहरू यति छ, लालुपाते गोदावरीहरूको यता हेर्नु यतासम्म गोदावरी छ। यसमा चाहिँ कोपिला पनि लागिसकेको छ, यस्तो कोपिला आइसकेको छ। यो हामीले चाहिँ यो किनेको होइन, हामीले चाहिँ यो घरमै कटिङ गरेर सबै बनाएको, यो सबै कटिङ गरेर बनाएको। अनि यता हेर्नु न बगानबेलीहरू यहाँनिर कति कलरको छ, यो व्हाइट कलरको होला, व्हाइटमा पिङ्कको यो मिक्स भएको होला। अनि यिनीहरू कुन कुन कलरको, तर म बोट हेरेर चाहिँ चिन्न सक्दिनँ कि, तर फुलेपछि यो धेरै कलर छ परसम्म छ। यहाँ नि अब उता घाम आउँदैन, त्यही भएर चाहिँ यता राखेको यहाँनिर हामीले सबै होइन। आजलाई चाहिँ यति नै भन्दै फेरि म अर्को भिडियोमा भेट्छु साथीहरू, बाई बाई।